10 अर्बको राहदानी घोटाला कर्मचारीमाथि मुद्दा तर पूर्व परराष्ट्र मन्त्री आर्जु राणा किन बाहिर? अब प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले के यस्तो कदम चाल्ला त? यसबारे पुरै जानकारी। नेकपा एमालेका नेता विष्णु पौडेलको लगानी रहेको कृषि फारममा सम्पत्ति शुद्धिकरणको छापा। नेकपा एमालेका नेतालाई हुन सक्छ यस्तोसम्म कारबाही। पुष्पकमल दाहाल प्रचण्डकै कारण प्रधानमन्त्री बन्न पाएको हुँ भन्ने कुरा नभुल्नको लागि प्रधानमन्त्री बालेन्द्र शाहलाई दिए पुष्पकमल दाहाल प्रचण्डले यस्तो सुझाव। संघीयता कमजोर पार्ने खोजे देशमा नयाँ तनाव आउन सक्नेछ भन्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले गरे यस्तो कुरा सार्वजनिक। प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीप्रति गरे यस्तो कटाक्ष। अख्तियारमा उपसचिवको बयान। पासपोर्ट ठेक्का 2 भागमा टुक्र्याउन केपी शर्मा ओलीले नै निर्देशन दिएका थिए। केपी शर्मा ओली पनि तानिँदैछन् छानबिनको दायरामा। यसबारे पुरै जानकारी। र माधव कुमार नेपाल विरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई अदालतमा उपस्थिति गराउन अदालतले दियो यस्तो आदेश। अब हेर्नुहोस् पुरा समस्या। भएकाले भिडियोलाई भने अन्तिमसम्म हेरेर हामीलाई साथ दिनुहोला। दर्शकबिनहरू, 10 अर्बको राहदानी घोटालामा कर्मचारीमाथि मुद्दा चलिरहँदाखेरि पूर्व परराष्ट्र मन्त्री आर्जु राणा किन बाहिर? कि अब साँच्चीकै प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले आर्जु देउवा राणालाई पक्राउ गर्न नसकेकै हो त भन्दै अहिले गम्भीर प्रश्न उठेको छ। नेपालको बहुचर्चित राहदानी छपाई तथा प्रणाली व्यवस्थापन प्रकरणमा अख्तियारले 10 अर्बभन्दा बढी रकमको भ्रष्टाचार भएको ठहर गर्दै 18 जना विरुद्ध मुद्दा दायर गरेको छ। तर यस प्रकरणमा व्यापक रूपमा नाम जोडिएकी पूर्व परराष्ट्र मन्त्री आर्जु राणा देउवालाई भने प्रतिवादी नबनाइएपछि नयाँ विवाद अहिले चुनिएको छ। अख्तियारले राहदानी विभागका उच्च अधिकारी ठेक्का प्रक्रियासँग जोडिएका व्यक्तिमाथि मुद्दा चलाए पनि विभागीय मन्त्री रहेकी आर्जुको फाइल भने थप अनुसन्धान भन्दै अलग राखेपछि अहिले यो विषय भने निकै नै चर्किएको छ। त्यस्तै यसले कर्मचारीमाथि कारबाही राजनीतिक नेतृत्वलाई उन्मुक्ति भन्ने प्रश्न पनि अहिले उठ्न थालेको छ भने अनुसन्धानका क्रममा आर्जुलाई बयानको लागि बोलाइएको भए पनि उनी उपचारको कारण देखाउँदै उपस्थिति नभएको बताइएको छ। यता सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म ठुलो माछा जोगाइएको त होइन भन्दै गम्भीर प्रश्न र बहस पनि अहिले तीव्र बनेको छ। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि सार्वजनिक कार्यक्रममा अख्तियारलाई आवश्यक परे 5 वर्षसम्म पनि केरकार गर्न तयार रहेको अभिव्यक्ति दिएपछि अब भ्रष्टाचारका ठुला फाइलहरूमा थप कडा कदम चालिन सकिने संकेतका रूपमा अहिले हेरिएको छ। दर्शकबिनहरू, नेकपा एमालेका नेता विष्णु पौडेलको लगानीमा रहेको कृषि फारममा सम्पत्ति शुद्धिकरणले छापा हानेको छ। नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलको लगानी रहेको भनिएको बुटोलको एक कृषि फारममा सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागले हिजो छापा हानेको छ भने एक स्थानीय व्यवसायीको नाममा 35 बिघा जग्गा खरिद गरेर उनले लुकाएको सूचनाको आधारमा विभागले छापा हानेर केही विवरण समेत अहिले सङ्कलन गरेको छ। बिचौलिया समूहलाई नीतिगत रूपमा सघाएर आर्थिक लाभ लिई यो सम्पत्ति शुद्धिकरण गरेको देखिएपछि विभागले पौडेललाई सोमबार नियन्त्रणमा लिएको छ भने भैँसीपाटी स्थित उनको घरमा समेत सोमबार छापा उनको ल्यापटप, पेन ड्राइभ तथा चेकबुक बरामद गरिएको विभागले जनाएको छ भने बिचौलिया दीपक भट्ट लगायत व्यापारीलाई सघाएर पौडेलले करोडौँ रुपैयाँको लाभ लिएको अभियोगमा छानबिन अघि बढेको हो भने विशेष अदालतले पनि उनलाई 7 दिन थुनामा राखेर अनुसन्धान गर्न आदेश समेत दिएको छ। अख्तियारका उपसचिवको बयान। पासपोर्ट ठेक्का 2 भाग टुक्र्याउन केपी शर्मा ओलीले नै निर्देशन दिएका थिए भन्दै यस्तो कुरा सार्वजनिक भए लगत्तै अब केपी शर्मा ओली पनि यस प्रकरणमा तानिएका छन्। पासपोर्ट खरिद ठेक्का प्रकरणमा पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम जोडिएको विषयले सार्वजनिक भएको छ भने परराष्ट्र मन्त्रालयका कानुन उपसचिव पुष्कराज नेपालले अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष दिएको बयानमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीकै निर्देशनमा पासपोर्ट खरिदको ठेक्का 2 भागमा विभाजन गरिएको दाबी समेत गरेका छन्। विशेष अदालतमा दायर गरिएको अख्तियारको आरोप पत्र अनुसार पासपोर्ट ठेक्कालाई प्याकेज 1
1 र प्याकेज 2 मा विभाजन गर्नु भ्रष्टाचार गर्ने उद्देश्यसहित गरिएको कदम भएको आरोप लगाइएको छ। आरोप पत्रमा ठेक्का विभाजनका लागि कारण राज्यलाई ठूलो आर्थिक क्षति पुग्ने जोखिम रहेको उल्लेख गरिएको छ भने उपसचिव नेपालका अनुसार राहदानी प्रणाली सरकारले आफै सञ्चालन गर्न सक्ने विषयमा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा पटक पटक छलफल भएको थियो। ती छलफलमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्रालयका सचिव, सहसचिव, राहदानी विभागका अधिकारी, प्रधानमन्त्री कार्यालयका सचिव तथा विज्ञहरू सहभागी रहेका थिए। बयानमा उनीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीले 2 वटा प्याकेजमा गर्नुहोस्, प्रतिस्पर्धा हुने गरी गर्नुहोस्, सीमित नगर्नुहोस्, पारदर्शी बनाउनुहोस् भन्ने निर्देशन दिएको उल्लेख समेत गरेका छन् भने यही बयानलाई अख्तियारले आफ्नो आरोप पत्रमा समावेश समेत गरेको छ। अख्तियारको आरोप पत्रमा केपी शर्मा ओलीको नाम 2 स्थानमा उल्लेख गरिएको छ भने पहिलो उपसचिव पुष्कराज नेपालको बयान र दोस्रो सङ्कलित प्रमाण तथा बयानको मूल्याङ्कन गर्ने क्रममा। यद्यपि उपसचिव नेपालले बैठकमा सहभागी अन्य अधिकारीहरूको नाम पनि उल्लेख गरे पनि अख्तियारले उनीहरूसँग थप सोधपुछ गरेको विवरण आरोप पत्रमा समावेश गरेको छैन भने यता अख्तियारले तत्कालीन परराष्ट्र मन्त्री डाक्टर आर्जु राणा देउवामाथि अनुसन्धान अघि बढाइएको जनाएको छ। तर पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीमाथि थप अनुसन्धान वा कारबाहीबारे भने आरोप पत्रमा कुनै स्पष्ट विवरण नदिएको जानकारी प्राप्त भएको छ। पासपोर्ट खरिद प्रक्रिया सुरु हुँदा केपी शर्मा ओली प्रधानमन्त्री रहेका थिए भने परराष्ट्र मन्त्रीका रूपमा डाक्टर आर्जु राणा देउवा कार्यरत रहेकी थिइन्। यसअघि एउटै प्याकेजमा हुँदै आएको पासपोर्ट ठेक्का यसपटक 2 भागमा विभाजन गरिएको विषयलाई लिएर नेपाली कांग्रेस र नेकपा एमाले पार्टीबीच भागभण्डा भएको आरोप समेत सार्वजनिक रूपमा उठ्दै आएको छ। अख्तियारले दायर गरेको आरोप पत्रमा पासपोर्ट ठेक्का प्रक्रियामा भ्रष्टाचार भएको दाबी गर्दै 32 वटा आधार प्रस्तुत गरेको छ भने आरोप पत्रमा ठेक्का विभाजन गैरकानुनी लाभ दिलाउने उद्देश्यको साथ गरिएको र त्यसका लागि विभिन्न उपसमितिबाट परमपूर्ण प्रतिवेदन तयार गराई मिलेमतोमा निर्णय गरिएको दाबी समेत गरिएको छ। माधव कुमार नेपाल विरुद्ध भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई समेत अदालतमा उपस्थिति गराउन आदेश दिएको छ। पूर्व प्रधानमन्त्री माधव कुमार नेपाल जोडिएको पतञ्जलि योगपीठ जग्गा सट्टापट्टामा अनियमितता प्रकरणको भ्रष्टाचार मुद्दामा अख्तियारमा कागज गर्ने तत्कालीन मन्त्रीलाई पनि अदालत झिकाउन आदेश दिएको छ। विशेष अदालतका न्यायाधीश नारायण प्रसाद पौडेल, हेमन्त रावल र एस कोइरालाको इजलासले बिहिबार नेपाल नेतृत्वको क्याबिनेटका मन्त्री डाक्टर मिनेन्द्र रिजाल सहित 8 जनालाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो। अदालतमा बकपत्रका लागि उपस्थिति हुनुपर्ने अख्तियारमा कागज गर्ने राज भट्ट र जगन्नाथ पन्थ पनि अदालतमा उपस्थिति हुनुपर्ने देखिएको छ। पतञ्जलि योगपीठ तथा आयुर्वेदिक कम्पनीले सरकारबाट हदबन्दी छुट पाएको जग्गामा भ्रष्टाचार भएको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माधव कुमार नेपाल सहित 93 जनालाई प्रतिवादी बनाएर 2082 जेठ 22 गते भ्रष्टाचार मुद्दा दायर समेत गरेको थियो। अख्तियारले माधव कुमार नेपाल लगायतका प्रतिवादी विरुद्ध 18 करोड 58 लाख दुरुपयोग अनुसन्धान आयोगले पतञ्जलि जग्गा प्रकरणमा हदबन्दी छुटमा जग्गा किन्न र बिक्री गर्ने निर्णय प्रक्रियालाई तत्कालीन प्रधानमन्त्री नेपाल भूमि सुधार मन्त्री डम्बर श्रेष्ठ, मुख्य सचिव माधव घिमिरे, भूमि सुधार मन्त्रालयका तत्कालीन सचिव छविराज पन्थसहित उच्च पदस्थ अधिकारी संलग्न रहेको दाबी अख्तियारको रहेको थियो। प्रतिवादी रहेका घिमिरेको भने निधन भइसकेको जानकारी प्राप्त भएको छ भने नेपाल नेतृत्वको तत्कालीन मन्त्री परिषदले 2066 फागुन 6 गतेको बैठकबाट पतञ्जलिलाई हदबन्दी भन्दा बढी जग्गा कारोबारको स्वीकृति प्रदान गरेको थियो। त्यसअघि 2066 माघ 18 गते नेपालले ठाडो आदेश मार्फत पतञ्जलिलाई हदबन्दी भन्दा बढी जग्गा बिक्री तथा सट्टापट्टा गर्न अनुमति दिलाइएको अभियोग पत्रमा उल्लेख गरिएको छ। 314 रोपनी 15 आना 2 पैसा एक दाम जग्गा गैरकानुनी रूपमा बिक्री तथा हिनामिना गरी भ्रष्टाचार गरेको अभियोग पत्रमा दाबी समेत गरिएको छ। दर्शकबिनहरू, संघीयता कमजोर पार्न खोजे देशमा नयाँ तनाव आउन सक्नेछ भन्दै पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीप्रति यस्तो कटाक्ष गरेका छन्। पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले रासोपाले महाधिवेशन मार्फत प्रदेश सभा खारेज गर्ने प्रस्ताव अघि सारेको भए त्यो गम्भीर राजनीतिक भूल हुने चेतावनी समेत दिएका छन्। आफ्नो सामाजिक सञ्जाल मार्फत उनले नेपाल विविधतायुक्त मुलुकमा संघीय व्यवस्थालाई कमजोर बनाउने वा भत्काउने प्रयासले जातीय, क्षेत्रीय र राजनीतिक तनाव सर्काउन सक्ने उनले बताएका छन्। संविधान संशोधन जस्तो
कन्भेन्सन विषयमा राष्ट्रिय सहमति आवश्यक रहेको भन्दै उनले दलहरूलाई सुशासन र विकासमा केन्द्रित हुन सुझाव समेत दिएका छन्। त्यस्तै भट्टराईले कुनै एक दलले आफ्नो एजेन्डा अरूमाथि थोपार्ने प्रयास गरे देशमा विश्वासको सङ्कट र नयाँ द्वन्द निम्तिन सक्ने चेतावनी समेत दिएका छन्। दर्शकबिनहरू, पुष्पकमल दाहाल प्रचण्डकै कारण प्रधानमन्त्री बन्न पाएको हो भन्ने कुरा प्रधानमन्त्री बालेन्द्र शाहले भुल्नु हुँदैन भन्दै आज पुष्पकमल दाहाल प्रचण्डले यस्तो कुरा सार्वजनिक गरेका छन्। नेकपाका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री समेत रहेका पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाह बालेनलाई आफूले ल्याएको राजनीतिक व्यवस्था र योगदानको स्मरण गराएका हुन्। पुष्पकमल दाहाल प्रचण्डकै कारण देशको प्रधानमन्त्री बन्न पाएको हुँ भन्ने ऐतिहासिक तथ्य नभुल्न प्रधानमन्त्री बालेन्द्र शाहलाई कडा आग्रह समेत गरेका छन्। आफूले रगत र पसिना बगाएर ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्थाकै जगमा बालेन लगायतका नयाँ शक्तिहरू उदय हुने सम्भव भएको उल्लेख गर्दै पुष्पकमल दाहाल प्रचण्डले यी नयाँ राजनीतिक शक्तिहरूलाई आफूले सुरुदेखि नै संरक्षण र प्रोत्साहन दिँदै आएको समेत दाबी गरेका छन् भने व्यवस्था बदल्ने र नयाँ पुस्तालाई नेतृत्वमा स्थापित गराउने मुख्य आधार माओवादी आन्दोलन नै भएको उनले जिज्ञासा समेत गरेका छन्।